हाम्रो च्यानलमा हजुरहरूलाई फेरि स्वागत छ। हामीले चाहिँ काम नभएर आज चाहिँ हामी घुम्दै आछौँ। यहाँ चाहिँ हाम्रो नयाँ बाटो बन्दैछ। हेर्नु होला भ्यू। यहाँ तल चाहिँ खोला छ, यहाँ चाहिँ माछा पाइन्छ। हेर्नु खेतहरू, यो खेत रोपेको चाहिँ पुरै हाम्रो खेत है। यहाँ खोलाहरू, उता घर छ। जुम गरेर मिलाएको छैन हेरे किनकि गाह्रो छ नि त। साइकलमा आएको हामी, त्यही भएर यो चाहिँ यता पानी पर्नु लाग्छ, हावाहरू चलिरहेको छ। हामी चाहिँ हिँड्दैछौँ साइकलमा। हेर्नु होला, यहाँ चाहिँ भ्याट चाहिँ पाइन्छ जहिले पनि। हामीले चाहिँ मासु खान्छ भ्याट चाहिँ, तपाईँहरूले चाहिँ खानु हुँदैन कि हुँदैन? लाइट हान्दैछौँ ल। भ्यू नै भ्यू छ यता। यति सबभन्दा ठुलो ढुङ्गा, यता चाहिँ मोटर आएको छ। उता चाहिँ योभन्दा पारी गाउँ चाहिँ भन्सार गाउँ। यहाँ तल चाहिँ खोला छ, यहाँ चाहिँ सधैँ पौडी खेल्न आउँथ्यौँ हामी। माछा कत्रो कत्रो आइदियो। सधैँ घुम्न आइन्छौँ यस्तो बिचमा, रमाइलो हुन्छ। बिच पनि भत्का छ। अन्त तल चाहिँ नर्सिङ छ, त्यहाँ चाहिँ त्यो डाँडा पायो तल। रमाइलो। आहा, हावा नि सिसा चलेको छ। बुढिया हुनुहुन्छ, घाँस काट्नु भएको थियो, मैले भात गर्दै थिएँ। यहाँको चाहिँ कुवा है, यहाँ चाहिँ पानी खान नि हुन्छ, नुहाउनु नि हुन्छ। नुहाउने थियो यहाँ अगाडि छ कुवा, के अगाडि कुवा। हेरौँ न, पिच भत्किया छ यी, गाह्रो छ साइकल चलाउन नि। हो यहाँ कुवा चाहिँ, यहाँ कुवाले चाहिँ नुहाउँछ। यो चाहिँ हाम्रो 400 फाँट भन्छ गाउँलाई चाहिँ, तल गाउँलाई 400 फाँट। यो डाँडा चाहिँ सबै हाम्रै बारी पर्छ। रातिहरू यता चौडाहरू पाइन्छ, घाँस चाहिँ पाइन्छ हामीदेखि अरे। हामी चाहिँ 400 जान्थ्यो चाहिँ, त्यो 400 गाउँको नाम चाहिँ। हामी चाहिँ 400 आयो। यता झलक गाउँ भन्छ, यता चाहिँ गाउँै गाउँ छ क्या हाम्रो तल घुम्ने ठाउँतिर चाहिँ। योभन्दा पनि ठुलो गाउँ हाम्रै गाउँ हो। यहाँ पसला है, चाहिँ अड्डो छ। त्यो अड्डो चाहिँ बेला बेला काम लाग्छ, केही जरुरत पऱ्यो बेला। त्यो कुवा चाहिँ नहुने मात्रै हो। अरू बाइकमा हिँड्दैछ हामी साइकलमा आनन्दले। हाम्रो चाहिँ यता बस्थ्यो, तर हामी चाहिँ यता आयौँ। के गर्नु, चिना साइकल हान्नु परेछ। किनकि हाम्रो रोटी हेर्दै यो ज्यादा हिँड्दैन हाम्रो फेरि। अब हामी चाहिँ यहाँबाट सधैँ उक्लिन्छौँ घरतिर। यहाँ नि पसल छ, यहाँ चाहिँ झलसात खान्छ। ल अब चाहिँ हामी एउटा जान्छौँ है घर। बाई बाई।